सो यो चाहिँ मेरो आउटफिट हो होइन आजको एकदम सर्ट एन्ड स्विट सिम्पल आउटफिट मैले त्यस्तो मेकअप नै गराएको छैन सनस्क्रिन मात्र लगाएको हो अनि कपाल चाहिँ भर्खर कोरेको नत्र टाई गर्छु भन्ने प्लान छ आज मेरो यतिकै टाई गर्छु किनभने यस्तो गर्मी छ सो द्याट्स इट we are going for the we are going I think Spotlight first because we need to buy some material for house. Bye guys, see you later. कार कुन हो मलाई थाहा छैन होइन तर दिस इज माई ड्रिम कार के मलाई क्या मन परिरहेछ 40,000 पर्छ अरे एज पर माई श्रीमान सो मलाई 40 रुपियाँ छैन 40,000 कहिले कमाउनु र त्यो कार किन्नु होइन तर त्यो कार ओ माई गॉड दिस इज सो ब्युटिफुल मलाई त्यस्तै किन्नु छ मैले चाहिँ एउटा सामान बिर्सिछु अनि त्यो सामान लिनु छ म फेरि माथि गइरहेको छु सो हस्पिटल चाहिँ बस्नु भएको छ गरेर पढ्छु तल गइरहेको छु अनि चाहिँ समथिङ यो फोर ट्याप गर्ने अनि त्यसपछि यहाँ खिच्छ अनि यहाँ खिचेपछि चाहिँ हुन्छ म चाहिँ सामान लिइसकेँ अनि तल गएर ट्याप गर्छ भन्छ सो या थ्याङ्क यू मैले अस्ट्रेलिया आज थाहा पाएको कुरा चाहिँ गाडीमा उलिसको ब्याग चाहिँ जति बेला राख्नुपर्ने रहेछ कि किनभने हामी जति बेला जुनसुकै बेला नि उलिस जान सक्छौँ अनि त्यहाँ गयो भने ब्यागको $1 पर्छ $1 बचाउनलाई ब्याग बरु गाडीमा ब्याग राख्थ्यो त्यसपछि मतलब भएन हामी चाहिँ गाडी खास हुँदैन कि यस्तो प्लेन हुन्छ बाटो सो गाडी चलाउन सजिलो छ अब मैले लाइसेन्स निकालेपछि अनि त्यसपछि म पनि उहाँको गाडी लिएर हिँड्न थाल्छु पछि गाडी किनेर हुन्छ अरे उहाँले भन्नु भएको छ 40,000 वाला गाडी है इज भेरी गुड ड्राइभर कस्तो राम्रो देखेको आकाश आज कस्तो खुल्ला भएको रहेछ यता चाहिँ साइक्लोन आउँछ अरे भनेर हल्ला चलिरहेछ हल्ला त के न्युजै आइरहेछ पुरै प्रोपर न्युज आइरहेछ तर अहिले चाहिँ वेदर एकदम राम्रो छ अनि आकाश पनि एकदम राम्रो छ कुरा गर्नु म त सधैँ राम्री भइहालेँ होइन आज त झन् चस्मा लगाएर ओहो क्वालिटी मारेर बस्छु मैले यस्तरी गाडीमा म त साह्रै राम्री भइहालेँ हामी चाहिँ यहाँ अहिले रेड लाइटमा पऱ्यौँ हाई वाट्सअप ग्रिन भइसक्यो उहाँ बोल्नुहुन्न ड्राइभ गरिरहेको बेलामा सो अब मैले खासै मसँग केही पनि कुरा छैन त्यही भएर मैले फेरि यहीँ राख्छु नि त होइन अब अहिले मसँग कुरा भएपछि म फेरि आइहाल्छु फेरि द्याट्स इट गाइज एट आवर डेस्टिनेसन हामी हाम्रो डेस्टिनेसनमा आइपुगिसक्यौँ तर यहाँ यस्तो धेरै गर्मी भएर फोन कहिले साइलेन्टमा राख्ने होइन राति राखेँ नि लो भोल्युममा राख्ने बिहान फोन आउनु सक्छ बिहानै उठ्नु होला अगाडि आइपुग्यौँ भने सिटीमा चाहिँ अपार्टमेन्टहरू छ म देखाउँछु है त ब्याक गरेर ब्याक पनि भनौँ न अपार्टमेन्टहरू छ त्यहाँ अलिअलि छ त्यस्तो धेरै बजारै छैन यहाँ टाढा जानुपर्छ सामान किन्न नि हामी बजारमै बस्छौँ तर पनि बजार छैन कि मेन सिटीमा बस्छौँ तर नि यहाँ बजारै छैन खासै यस्तै छ जता हेरे यस्तै छ भइगयो निर्माया तिम्रो मुख कति राम्रो छ मैले यसरी भन्छु मेरो श्रीमानलाई किनकि मेरो श्रीमान चाहिँ मेरो साथी हो मेरो श्रीमान पनि हो सबै थोक हो नि त यहाँ त्यही भएर मैले मेरो श्रीमानलाई त्यस्तो भन्छु यो स्पिड सुड बी 35 भन्दै त्यहाँ आइरहेको छ म
मलाई अझै थाहा भइरहेछ म अलिकति एक्टिभ हुने ट्राई गरिरहेको छु तर पनि मैले सकिरहेको छैन चाहे जति हुनलाई यस्तो ग्रिनरी नै हुन्छ बाटोमा फेरि यहाँनिर यस्तो घर नै हुन्छ अनि घर अगाडि ग्रिनरी हुन्छ क्या आजको लागि भ्लग बनाउनलाई मैले पुरा राम्री बन्दै निस्केँ थिएँ तर मैले खासै कन्टेन्टै भेटाइनँ सो अब आज बेलुका चाहिँ मैले भ्लग हाल्छु कि हाल्दिनँ मलाई थाहा छैन यदि हाल्यो भने हेर्नु होला नहाल्यो भने नहेर्नु होला है त है बुढो के भन्नु छ अझैलाई हाल्यो भने पो थाहा हुन्छ त त्यसो हुन्छ त तिम्रो कुरा नहालेको चाहिँ थाहा पाउँछ यसको मतलब मेरो बुढोले मलाई इन्डिरेक्टली भिडियो हाल भनेर मोटिभेट गर्नुभयो नहाले त तिमीले भनेको कुरा कसरी थाहा हुन्छ त नि सो त्यही हो गाइज मलाई पसिना आइरहेछ गर्मी छ यहाँ बाई गाइज सी यू कलेज देखाउँछु यो क्याम्पस हो मैले पढ्ने क्याम्पसै हो अहिले चाहिँ पढाएको छैन जब पढ्छु यहीँ पढ्ने हो होइन अनि हामी बस्ने अपार्टमेन्ट चाहिँ यो अपार्टमेन्ट हो क्या हामी बस्ने चाहिँ अहिले चाहिँ हामी यता सबै वर्क भएर रहेछ यो सिटियुको यहाँ ब्याडमिन्टन खेल्ने ठाउँ साबी भलिबल खेल्ने ठाउँ यस्तो मजा आउँछ त्यहाँ चार्ल्स डार्विन युनिभर्सिटी यो केमिस्ट्री स्टोर हो यहाँ सबै मेकअपको सामानहरू पाउँछ यहाँ चाहिँ अनि बाटो काट्नलाई चाहिँ आफै लाइट बल्छ अनि आफै गाडी रोक्नुपर्छ कि लाइटै नपलायो भने गाडी रोकिदिनुपर्छ कि त्यहाँ चाहिँ सिस्टम हामी चाहिँ यो पोस्ट अफिस हो हाम्रो जिपी हो हामी यहाँबाट टर्न लिन्छौँ मेरो यहाँ लोकेसन हेरेर मलाई ट्र्याक गर्न चाहिँ नआउनु होला है साथीहरू म सुरक्षित हुन चाहन्छु होइन त बुढो हाम्रो चाहिँ यहीँ छ अपार्टमेन्ट यही हो यता यस्तो छ म हिँड्न जाने ठाउँ सुधा चाहिँ भाइ गाइस हाम्रो घरको चाबी छोडिसक्यो सो I'm going to take that key from here so I need to put that key अब गाडी ओपन भयो जान्दिनँ क्या अहिले फेरि ओपन भयो अब हाम्रो की चाहिँ यही छोड्नु हालिसक्यो कि सरले द्याट्स अ की सो लेट्स टेक इट अनि त्यसपछि गाडी लक भयो भने हिँड्ने भाइ बुढो इज वेटिङ फर मी म चाहिँ फोहोर पालेँ अब म मेरो हस्बेन्डलाई तल छोड्छु उहाँसँग चाहिँ चाबी छैन क्या त्यही भएर हामीसँग एउटामा चाबी छ एन्ड देन I'll come and do my own work. Thank you. गाइस अहिले भर्खर मैले एउटा कुरा के डिसाइड गरेँ भन्दाखेरि के अरे मैले चाहिँ चुरा लिएर आएको थिएँ कि नेपालबाट कति भनेर एउटा हाता 3 दर्जन लगाएर यो सबै चुरा मैले आफ्नै हातमा लगाएर आएको कि यति धेरै चुरा चाहिँ यति धेरै चुरा छ डिफ्रेन्ट मैले काइन्ड अफ सबै कलरको चुरा लिएर आएको छु बिहासम्म अनि त्यसपछि मसँग चाहिँ चुरा राख्ने भाँडा थिएन अनि मैले चाहिँ यो पाउचमा राखेको थिएँ कि यो चाहिँ मेरो त्यो मेकअपको सामानहरू हाल्ने खालको पाउच हो कि पर्स हो त्यसमै हालेर राखेको थिएँ अनि हामीले चाहिँ अस्ति प्रिङ्गल्स लिएर आएको थियौँ नि त प्रिङ्गल्स सक्यो अनि आज चाहिँ मैले प्रिङ्गल्सको भाँडामा चुरा हालेर राख्न आँटेको बिकज यो चाहिँ यस्तो सेफ स्पेस हुन्छ नि त जस्तो लाग्यो फुट्दैन पनि राम्रोसँग बस्छ जस्तो लागेर लेट्स ट्राई इट यस्तो बवाल हुँदैछ कि हाम्रो चाहिँ यहाँ बाल्कनीबाट साँझको बेलामा लास्ट आवर छ अहिले हाम्रो अपार्टमेन्ट सो बिग यो चाहिँ ब्याङ्क हो होइन इट्स लाइक सो ब्युटिफुल म चाहिँ जहिले नि साँझको बेला चाहिँ यहाँ बाहिर परेन बसेर हुन्थ्यो यो आकाशमा कस्तो राम्रो छ यस्तो घरमा म खाना बनाइरहेको थिएँ मेरो सुषमालाई भयो सो अब म उहाँलाई लिनलाई जान लागेको म चाहिँ यहाँ काउली पकाइरहेको छु यहाँ टमाटर पर्सा बनाइरहेको छु मेरो दाल पाकिसक्यो यसमा माम छ म वाटरमेलन खाँदै काम गरिरहेको थिएँ सो लेट्स गेट हिम अप एन्ड देन विल वाक ओके हिँड्दैन
गाइस, आजको भ्लग यति नै। अर्को भ्लगमा फेरि भेटौँला। गुड नाइट। सबैजना राम्रोसँग बस्नु होला।